हेलो गाइज वेलकम टु माई ब्लग होइन अब दोस्रो दिनै आज चाहिँ गाउँ आएको अहिले 7:32 भयो। अब माथि पूजा छ यहाँ घरमा नि पूजा छ घरमा पूजासुजा गर्ने अनि माथि 11-12 बजीतिर उक्लिन्छ होला मुकुन्द सेन पूजा है आज चाहिँ हाम्रो गाउँको मान्छे नि थुप्रै हुन्छ। लसियु दियर गुड मर्निङ गाइज फ्रम बुचुक। घाम लागिरहेको अवस्था हाम्रो दाइ दाढी काट्दै हुनुहुन्छ है चिक्ना हुने रे चिक्ना अलिकति मोडर्न जमानामा यहाँ चाहिँ हाम्रो बाबा चामल कुट्दै हुनुहुन्छ रोडको लागि। हाम्रो आमा हाई भन्दिनँ आमा हाई हाई भन्दिनँ। कुल पूजाको लागि रेडी हुँदै केटा हो केटा हो। हाम्रो गाउँमा चाहिँ धमाधम अलिअलि मान्छे झर्न सुरु भइसकेको छ। घरको आफन्तहरू चाहिँ झर्दैछ है। अब बिस्तारै हुन्छ बस पनि आउँछ होला बस गाडी थुप्रै हुन्छ। पहिला नि थुप्रै थियो यसपालि अझै धेरै हुन्छ जस्तो छ। देखाउँदै जाऊँ के हुन्छ है ल। हामी चाहिँ नुहाउनु लाग्यो नुहाउन टाउको नुहाउनु ए होइन यत्रो खोज्दैन बरु खोइ उ गर म हालिदिन्छु क्या ल खोल्यो हुन्छ खोल्यो म हालिदिन्छु तिमी घोट गर न हो अनि माथि धेरै माथि नगए पानीको वेस्ट हुन्छ कि फेरि सेम्पू है सनसिल्क एकैचोटिमा गरिदिउँ कि दुईचोटिमा गरिदिउँ दुईचोटि गर्नुपर्छ है। एउटा भिडियो गर एउटा नुहाउँदैछ गाह्रो 0.5 मा थियो मिलेन नि त ल पछाडि स्याम्पू त लाखा नि स्याम्पू लाखा पछाडि घाँटीमा लाग्यो ल भयो पानी हालिदिनु रेडी हो दाढीतिर नि गर न दाढीतिर भयो ल गोटी गर तिमी होइन तिमी अलिक ठाडो हो अलिक हो ल पऱ्यो म यहाँको फालिदिन्छु ल भयो अब पिन अनि यस्तो जुरेला जसरी अलिक गरेको त हुन्न है होइन होइन कि सेकेन्ड स्याम्पू लाउनु कि युवा जस्तै खानु पर्ने अहिले नि घाम भइसक्यो अनि हुन्छ आफै सफा हुन्छ क्या धेरै पछाडिसम्म हाल्ने पानी हो कि त्यहाँसम्म होइन त्यो काज थियो त्यही भएर गाउँको चिसो पानी त्यो नुहाउनु कस्तो मजा आउने नुहाउनु टिप्स एन्ड ट्रिक देऊ कसरी नुहाउनु पर्छ ल टिप्स एन्ड ट्रिक देऊ कुन तरिकाले नुहाउने त ल है सबभन्दा सुरुमा हामीले चाहिँ माथिको टी सर्ट खोल्नु पर्यो है नुहाउने बेला हो केटा हो। त्यसपछि चाहिँ सिधा भयो धारा अन गर्नु पर्यो टाउको भिजाउनु पर्यो एकछिन ठ्याक्कै 30 सेकेन्ड त्यसपछि टाउको तल गर्नु पर्यो टाउको तल गर्नु पर्यो त्यो मिलाएर बुझ्छ क्या। अनि त्यसपछि पानी हाल्नु पर्यो 30 सेकेन्ड भिजाउनु पर्यो मजाले खोपाल होइन एकदम तिमीहरूको चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यो पढाइहाल्नु तिमीहरू हाइड्रोजन रे के अरे हाइड्रोजन तिमीहरूको बोन चाहिँ होइन त्यो पुरा वाटरले चाहिँ होइन झ्याम्म लगाएर चाहिँ भिजाउनु पर्यो। अनि त्यसपछि स्याम्पू खोल्नु पर्यो अनि तुरुक्क चुहाउनु पर्यो अनि तुरुक्क लाउनु पर्यो कपालमा। अनि एक सर्ट हानेर पखालिसकेपछि अर्को सर्ट हानेर पखाल्नु पर्यो। अनि त्यसपछि मजाले पानीले ड्याम गरेर भएको सबै होइन जरादेखि टुप्पोसम्म सबै तिमीहरूले निकाल्नु पर्यो। के निकाल्नु पर्यो भन्दाखेरि ड्यान्ड्रफ है त्यसले गर्दा चायाले गराउने इङ्ग्लिस नबुझ्ने त्यति भएपछि अनि फेरि त्यत्तिकै जाने होइन नि फेरि अनि गम्सा ल्याउने अनि त्यसपछि टाक्क मैले जस्तो पुसेर सुक्खाएर बसेर भ्याइयो टाउको टिप्स एन्ड ट्रिक भयो ज्यान चाहिँ नुहाउनु पर्दैन ज्यान त अलरेडी पर्दै वीरगन्जको भुलो त्यस्तो नहुनु
विद्युत हुन्छ ल भयो ओके ल बाई बाई कालोमा कालो आँखामा गाजल रातै सरी तिम्रो नै लागि हेलो ब्रो ओ ब्रो गिभ मी माई टी सर्ट ए सर्ट ओ नै टाउको नुहाइसकेपछि टक्क लाएर हिरो भएको अवस्था टाउ पर्यो है पर्यो ल आमाले चाहिँ टपरी बुन्दै हुनुहुन्छ यता ठुलमम्मी रोड बनाउनको लागि त्यो चाहिँ कान्छो भाइ त्यो जिस्काइरहेको चा उनीहरूलाई छ कुल पूजा खालि सपत्ता लगाएको अब चाहिँ राइसम्म छ है भाले केटा भाले है हाम्रो घरको 3टा कुखुरा 3 दाजुभाइको यहाँ लोकल भालेहरू है यो भाइ है मेरो भाइ कान्छो काकाको छोरा ल ल है सानो बोलेर पनि आइसकेको अवस्था हाम्रो गाउँमा ल कुखुरा बन्ने रेडी भइसक्यो त्यो बनाउँदै गरेको राख्नु पर्यो हातको पनि ठाडो गरेको है भ्लगको लागि पूजा गरेर लोकल कुखुरा गाउँको तिखारी अनि त्यो टाढैबाट देखिन्छ के उफारेर होला होइन देखियो नि तपाईँले त्यति गर्नु नकेटा अहिले चाहिँ हामी टिका लगाइसकेको अवस्था र प्रसाद खाँदै है प्रसाद कुल पूजा हो है कुल पूजा हो ल केटा हो मरा दाइ चाहिँ ल मरा दाइ चाहिँ यहाँ बाइक र स्कुटी स्टार्ट गरेर जानु लाग्यो है स्टार्ट गरेन दाइले निकाल्दैछ है 950 1100 भन्थ्यो त्यति बेला है बाहिर चाहिँ पानी परिरहेछ चिसो भएको अवस्था यस्तै छ गाईहरू गाउँघरमा के गर्ने हाम्रो गाउँमा मासु भात लाउँदैछ केटा मासु भात छोरीको जुत्ता लाएर त्यस्तो गाइजहरू अहिले चाहिँ हामी अब टुरी खेल जान लागेको बन्दीपुरको अनि थानीमा पनि जाने भनेको खै के हुन्छ अझै हुन्छ के हुन्छ हेरौँ टुरी खेल चाहिँ गइन्छ अनि फोटोसोटो खिच्छ ऊ दाइ आउँदै हुन्छ त्यहाँबाट खोलाएर भाइलाई पुऱ्याएर भाइलाई ट्युसन पुऱ्याएर आएको ल चल्दिस अब फाइनली टुरी खेल यो चाहिँ बन्दीपुरको टुरी खेल है ठुलो छ जे होस् म्याच च्याच भइरहन्छ बेला बेला दाइ चाहिँ हिरो भएर चितवनमा चाहिँ कट्टुमा हिँडिन्छ बन्दीपुर आएर गाउँ आएर चाहिँ हिरो र डक के अरे उयो के अरे टिम्बरल्यान्डमा टक लगाएर साइड ब्याग 2000को ल है भाइ है ऊ त्यहाँदेखि सुरु छ सुरु ग्राउन्ड छ यो चाहिँ सबभन्दा ठुलो ग्राउन्ड है बन्दीपुरको टुरी खेल म्याचहरू भइरहन्छ बेला बेलामा यत्रो छ है वहाँसम्म केटा वहाँसम्म त्यहाँ गएपछि देखाउँछु म तिमीलाई अब है यहाँबाट सुलुलु लगाएर ऊ त्यहाँ कुनासम्म अन्तिम स्पोट यहाँ चाहिँ यस्तो छ टक्क भ्यू हेर्ने ठाउँ है ल है हामी चाहिँ अब टक्क लगाएर यहाँ फोटोसुट खिच्यो भिडियो सुट गऱ्यो अब चाहिँ हामी लाग्ने माथि थानीमाइतिर ल है अहिले चाहिँ हामी है केटा हामी चाहिँ खाँदा चटपटबाट लेज
लेजबाट यो के अरे के भन्छ अरे चिजबलबाट एक्सट्रिम अब कहाँ पुग्ने थाहा नै ल अर्को लेज पनि आइसकेको अवस्था ल है केटा अहिले चाहिँ हामी बन्दीपुरमा गफ खाँदैछ त एकछिनमा जाने के खाने रे चिप्स कतिवटा दुईटा किन्न कुन खाने लेज अनि लेज आफ्नै दोकानमा है चिप्स किन्नु पर्ने ल कुन खाने हो यो पैसा त पर्दैन होला नि यो पर्छ नि अनि पैसा कुन खाने यो चिप्स मात्रै हो मैले त होइन यो पनि हो पैसा छैन त्यसको लागि त छ चिप्सै झिकाएर त ल त्यो अनि यो ल ल आफ्नो दोकान छ है दादाहरूले दाइहरूले किनिदिनु पर्ने भयो ल पैसा चाहिँ दिनु है होइन मै हो अनि यो जुत्ता छोडिदिन्छ यस्तो छ यस्तो हाम्रो जुत्ता चाहियो अरे भाइलाई चिप्स जुत्ता चाहियो अरे आम्मामा यस्तो गर्न यस्तो नि है सबै छोराछोरी जन्माएको बुढीहरूले दिइहाल्छ डराएको किन डराएको खाऊ ब्रो कपिराइट लाग्छ कसै बाउ तले उ टिप टिप टिपे खा बाउ कपिराइट लाग्छ नटिप खा यो छोड भुलिरहेको छ खा अब मिठो मिठो त्यस्तै नि आफ्नै ब्लग हेर्दै है टिभीमा तिन दाजुभाइ ब्लग हेर्दै उता काकी यस्तै छ जिन्ता काकी अझैले माग लाग्यो रे पुरा डिप्पी गर्नु लाग्यो डिप्पी यसको डिप्पी किरान दे एउटा नमनलाई सुधेर यस्तो मान्छे छ होइन अब तर यस्तो हो कि सुन मार्क्स होल ब्याक बेन्चर भयो नि जे भयो नि त पास चाहिँ हुनु पऱ्यो कि त्यति हो पास कि हुनु पर्यो हेर बुझेनस् गिफ्ट चाहियो भने अनि कतै मुस्ताङ कतै घुम्न जान मन लाग्छ नि दाइहरूसँग पास हुनु पर्यो दाइहरूलाई भन्नु पऱ्यो बुझेनस् फेल भयो भने त अब काम छैन भइकेटा बुङ्गुरको मासु खान्छ बुङ्गुरको एप्स ल गाइजहरू खानपिन भइसकेको अवस्था बिस्तारै आएको छ भुइँमा है टक्क लाएर अब सुत्छु म नि ल हजुरहरूलाई नि बाई बाई सी यु टुमरो